दर्शकवृन्द नमस्कार। एउटा बडो दुःखद र निर्मम खबर लिएर आएको छु। हामी सबै यहाँ जम्मा भएका छौं यति बेला तीनकुनेमा र बडो दुःखद घटना घटेको छ। हाम्रो एकजना सञ्चारकर्मी एबी न्यूजका क्यामेरा पर्सन आज यही जलेको बिल्डिङमा जलाइएका छन्। उनी आफै जलेका होइनन्, उनलाई गणतन्त्रवादी दल र राजावादी मिलेर जलाएका हुन्। यसको विरुद्धमा हामीले आवाज उठाइरहेका छौं। आज हामी अरू भिडियो हाल्दैनौं। तपाईहरुले पनि एकटेपता जनाइदिनको लागि यति बेला हाम्रो एबी न्यूजका निकै सक्षम पत्रकार उहाँको जसरी चाहिँ आज जलन भएर भित्र मृत्यु भएको छ। तपाईहरु एकैछिन भए पनि यो अहिले हामी तीनकुनेमा छौं, आइदिनुस्, एकटेपता जनाइदिनुस्। गृह प्रशासनलाई हामी जवाफदेही बनाऊ र गृह प्रशासनसँग जवाफ नमागिकन, नेपाल प्रहरीसँग जवाफ नमागिकन, या त फेरि जो सँग सम्बन्धित छ, राजावादी होस् या गणतन्त्रवादी होस्, उनीहरूसँग जवाफ नमागिकन हामी रोकिनेवाला छैनौं। खास गरेर गृह प्रशासनलाई हामी जवाफ मागेका छौं र तपाईहरुले पनि आफ्नो ठाउँबाट आवाज उठाइदिनुस्, आफ्नो मिडियामा स्पेस दिनुस्। यही हो बेला ऐक्यबद्धता जनाउने र अरू ऐक्यबद्धता भनेको क्षणिक मात्र हुन्। त्यस अर्थमा एउटा पत्रकार जसले आफ्नो श्रम बेचिरहँदा, आफ्नो श्रम गरिरहँदा मारिनुपर्छ भने योभन्दा घोर आपत्तिको विषय अरू रहँदैन। तपाईहरु जहाँ कोही हुनुहुन्छ कृपया यति बेला तीनकुनेमा आइदिनुस्, अविलम्बन आइदिनुस्। धन्यवाद।